जसले सबैभन्दा पहिला आफूलाई खुसी बनाउन जानेको हुन्छ उसले जीवनमा साँच्चै खुसी भएर यो जीवन यात्रालाई पूरा गर्न सक्छ। हामीले पनि सधैँभरि सबैभन्दा पहिला आफूलाई खुसी बनाउने बानी गर्नुपर्छ, अनि मात्र जीवनमा खुसी हुन पाइन्छ। यो संसारमा कहिले पनि अरूलाई खुसी पारेर सकिँदैन। एउटा स्वार्थ पूरा गरिदियो त्यसपछि फेरि अर्को स्वार्थ लिएर अवश्य पनि आउनेछन्। त्यसैले अरूलाई खुसी पार्न छोडेर आजैदेखि सबैभन्दा पहिला आफूलाई खुसी पार्न सुरु गरौँ। चाहे जोसुकै होस्, आफ्नो मनलाई खुसी यदि राखियो भने मात्र अरूलाई खुसी दिन सकिन्छ।